साथीहरु फेरि पनि मेरो एउटा यो भ्लगमा चाहिँ एकदम स्वागत है तपाईलाई। आज त म छुट्टी छ काममा, काम नभएको लगभग 2-3 दिन जति भयो। आज यसो पार्कमा यहाँ चाहिँ पार्क, यहाँ यताको पार्क त अलि सफा हुन्छ यहाँको, त्यही भएर म यहाँ आएर बसेँ क्या। अब अहिले त यहाँ गरिब महिना नेपालमा त कस्तो छ थाहा छैन मलाई हैन। यहाँ त अहिले एकदम गरिब महिना भइसक्यो अहिले। हेर्नु यहाँ घाम लागेपछि चर्को। अब शीतलमा बस्छु। जस यहाँ बस्ने ठाउँ चाहिँ एकदमै राम्रो छ भनौँ न। अन्त पार्क भन्दा यहाँ अलिकति यो भिआइपी पार्क हो क्या, सफा पनि हुन्छ अनि राम्रो पनि हुन्छ। म त शीतलमा बसेर कुरा राख्छु, गर्मी छ ल। अनि सफा छ नि अरूको अन्त पार्क भन्दा यहाँको पार्क चाहिँ अलिकति सफा हुन्छ, किनभनेदेखि यहाँ स्टुडेन्टहरू बढी पढ्न आउँछ क्या, त्यही भएर नि अलिकति यहाँ सफा हुन्छ यहाँको पार्क चाहिँ। यो नेपालमा जस्तो केराको बोट पनि छ यहाँ, केराको बोट रोपे। अब यो के सो प्लान्ट हो, यो नेपालमा पनि हुन्छ यो प्लान्ट होइन। तर मैले यहाँ त होइन, यो चाहिँ एउटा पार्क भनौँ न, पार्क हो यो। बिहान बिहान एक्सर्साइज गर्नु पनि हुन्छ र यहाँ चाहिँ मैले एउटै फुल देखेन क्या। पार्कमा त अलिअलि फुल पनि हुनुपर्ने हो, तर मैले यहाँ चाहिँ फुल चाहिँ देखेन। यस्तो भने मतलब नेपालमा हुन्छ नि माटोमा फल्ने फुलहरू क्या, भुइँमा फल्ने फुल हुन्छ नि, यहाँ त्यस्तो फुल चाहिँ मैले कुनै पनि देखेन। किनभने यहाँ फुल त हुन्छ होला रोप्यो भने त किन नहुनु, तर यहाँ चाहिँ फुल भन्दा पनि फुल चाहिँ किन रोप्दैन भनेदेखि धेरै जस्तो रुखहरू रोप्छ क्या, सोल प्लान्ट। किन एकदम गरिम हुन्छ क्या यो ठाउँमा, गरिम गरिम धुप भन्छ नि यहाँको, अब हिन्दीबाट त धुप भन्छ क्या यसलाई, गरिम हुन्छ। त्यही गरिम चाहिँ नहोस् भनेर यस्तो ठुल्ठुलो यस्तो रुखहरू रोप्छ क्या। यहाँ भएपछि त कस्तो गर्छ, यसले शीतल गर्छ नि त रुखले होइन, रुखले शीतल गर्छ। फुलले त के गर्छ र त्यो देखिनुको लागि राम्रो मात्रै हो। त्यस कारण यहाँ हेर्नु सबै ठाउँमा यहाँ प्रायः जस्तो रुखै रुख छ सबै। किन रुख हुन्छ यहाँ शीतलको लागि के। अब गरिब महिनामा यस्तो गरिम हुन्छ यहाँ 45 तपाईँको लगभग 45-50 डिग्री चाहिँ हुन्छ यहाँ गरिम। त्यस कारणको लागि यहाँ हेर्नुहोस् यहाँ यो त ब्याडमिन्टन खेल्ने ठाउँ होला बिहान बिहान मेरो विचारमा। यहाँ ब्याडमिन्टन खेल्ने ठाउँ हो त्यो बिहान बिहान, अलिक जाली छैन होइन। अब चाहिँ यो एकदमै गरिम हुनु थाल्छ यहाँ पनि, धुप आउनु थाल्छ। अब गरिमलाई यहाँ चाहिँ धुप भन्छ क्या। अब यहाँको भाषा फरक छ नि त, हिन्दी अब हाम्रो नेपाली भाषा अब अर्कै भइहाल्यो। अब यहाँको हिन्दी भाषा अलिकति फरक छ कि, तर नेपालीले त हिन्दी पनि बोलिहाल्छ, त्यो ठुलो कुरा होइन। तर मैले भनेको यहाँ चाहिँ रुखहरू धेरै हुन्छ यस्तै। अब यहाँ त यो बिचमा पार्क छ, साइड साइडमा पुरा घर छ, यो पुरै घर हो यो, यता साइड साइड पुरै घर हो यो, जानुहोस् यो पुरै घर हो, बिचमा मात्रै पार्क हो। यस्तो पार्क धेरै छ यहाँ। म बसेको ठाउँमा एउटा मात्रै पार्क नि, यहाँ 40वटा लगभग 30-40वटा पार्क होला। म बसेको एरियामा चाहिँ पार्कै पार्क छ। किन भन्छ नि यहाँ चाहिँ अब एक्सर्साइज गर्नुलाई पनि हुन्छ नि त पार्क बनाएको। र यहाँ नेपालमा जस्तो एकैजनाको घर हुँदैन यहाँ। यहाँ कस्तो हुन्छ भनेदेखि घर त हुन्छ तर यहाँ फ्ल्याट सिस्टम हुन्छ। अब 4 तला घर भयो, 4 जनाको हुन्छ यहाँ होइन। नेपालमा 4 तला घर, 5 तला घर, एकजनाको हुन्छ नि, 6 तला 7 तला घर। यहाँ एकजनाको हुन्छ नि। यहाँ चाहिँ एउटा फ्ल्याट हुन्छ, फ्ल्याटको त्यो 1.5 करोड 2 करोड 2.5 करोड यस्तो हुन्छ यहाँको फ्ल्याटको के। अब नेपालमा चाहिँ सिङ्गे घर हुन्छ नि, नेपालमा त गार्डन पनि हुन्छ होइन। अब ठुल्ठुलोहरू त्यो उस पनि हुन्छ, यहाँ चाहिँ हुँदैन क्या। किन हुँदैन भनेदेखि यहाँ चाहिँ जग्गा छैन क्या। अब यहाँको भाषाबाट के भन्छ नि, जमिन भन्छ जग्गालाई, अनि नेपाली भाषा हामी चाहिँ जग्गा भन्छ। यहाँ जग्गा छैन क्या धेरै यहाँ त, त्यस कारणको लागि यहाँ चाहिँ फ्ल्याट सिस्टम हुन्छ। नेपालमा जस्तो घर हुँदैन यहाँ। अब त्यो फेरि यहाँ चाहिँ गभर्मेन्टले बनाएको घर हो यो, पुरा सबै पुरानो घर हो यो, सरकारले इन्दिरा गान्धीले बनाएको घर हो यो। पहिला यो सबै छ नि, यो सबै एउटै किसिमको एउटै डिजाइनको घर हुन्छ यहाँ। के अरे नेपालमा जस्तो फरक फरक किसिमको घर हुँदैन, यो चाहिँ सरकारले बनाएको घर अनि पछि किस्ताबन्दीमा किनेको हो क्या यिनीहरूले। त्यस कारण यहाँ चाहिँ गाडीहरू पनि धेरै सस्तो छ यहाँ। नेपालीहरू त मलाई लाग्छ एकदमै धेरै धनी क्या। अब यहाँको 1 लाखको मोटरसाइकल नेपालमा कति म थाहा छ, 3.5 लाख स्कुटर 3.5 लाख पर्छ एन्टक। यहाँ 1,10,000मा आउँछ एन्टक भन्छ। कतिमा हुन्छ ल यो गाडीहरू यहाँ पुरानो घरमा पार्किङ हुँदैन, त्यस कारण गाडीहरू चाहिँ यसरी हुन्छ, बाटोमै गाडीहरू यहाँ देखिरहेको रोड हो यो, रोडमै गाडीहरू हुन्छ। किनभनेदेखि यहाँ पुरानो घरमा पार्किङ हुँदैन। अब जस्तो हाम्रो नेपालमा त हरेक घरमा त पार्किङ हुन्छ हुँदैन घर, किन त्यहाँ त पुरै सबै नयाँ घर हो नि त, त्यस कारण पार्किङ हुन्छ। यहाँ चाहिँ अहिले पार्किङ हुँदैन गाडी, मैले देख्दा सबै बाटोमा के पार्किङ हुँदैन। र म बसेको ठाउँ चाहिँ एउटा कोलोनी जस्तो छ क्या। भने मतलब चाहिँ यो कोलोनी एरिया भनौँ न, अलिकति भिआइपी एरिया यो चाहिँ। नयाँ घरमा चाहिँ अब यो पुरानो घर भत्काएर चाहिँ बनायो भने चाहिँ हुन्छ होइन। अब सकेसम्म यहाँ लोभी छ क्या, भत्काउँदैन यहाँ छ नि, यहाँ घर भत्काउँदैन। किनभने यहाँ पैसै खर्च गर्दैन क्या यहाँको मान्छेले। 2 रुपियाँ पैसा खर्च गर्नु पऱ्यो नि, पसिना आउँछ, पसिना खर्च गर्दैन यहाँ। जस्तो छ त्यस्तै बस्छ क्या यहाँ। अब जस्तो नेपालीहरूलाई त अलिकति के चाहिँदैन, सफा चाहियो, स्वस्थ चाहिन्छ नि त नेपालीहरूलाई। तर यहाँ चाहिँ अब नेपालीहरूले बाइक कसरी चढ्छ भन्नु त, सधैँ धुन्छ। कति रुपियाँ लिन्छ, 50 रुपियाँ 60 रुपियाँ 100 रुपियाँमा बाइक धुन्छ, सर्भिसिङ गर्छ। तर यहाँ गाडी हेर्नु चाहिँ यत्तिकै धुल माटो हुन्छ, मतलब हुँदैन क्या यहाँ। यहाँको मान्छेलाई चाहिँ काम जाने
हैन आउने खाने अरू टेन्सन छैन यहाँ गाडी फोहोर होस् यता होस् घर पुरानो होस् रङ लगाएर रङ लाउने बेला भइसक्यो भने चाहिँ पुरा पापड हुन्छ यहाँ भत्केर त्यही पनि यहाँ रङ लाउँदैन किनभने पैसा खर्च गर्नु मान्दैन यहाँको मान्छेले राम्रो रङ लाउँदैन के राम्रो रङ चाहिँ किन लाउँदैन भनेदेखि पैसा धेरै खर्च गर्दैन त नेपालीले के गर्छ महँगो रङ लाउँछ सबभन्दा महँगो रङ लाउँछ आफ्नो घर हो नि त आफ्नो घर त राम्रो रङ लगाएको धेरै वर्ष टिक्छ नि तर यहाँ त ठ्याक्कै उल्टो छ क्या यहाँको बिल्डरहरूले चाहिँ पहिला घर बनाउँदाखेरि के थाहा छ पिओपी भन्छ यहाँ हामीले पेरिस भन्छ यहाँ पिओपी भन्छ त्यो लगाइन्छ क्या प्लास्टर पनि यहाँ एकदम कमसोल गर्छ सिमेन्टले अडिनी मात्रै क्या अनि त्यो प्लास्टर झर्छ भनेर चाहिँ यहाँको बिल्डर बाठो भएर के थाहा छ पिओपी भने मतलब चाहिँ पेरिस भन्छ नेपाली भाषामा हिन्दीमा पिओपी भन्छ त्यो पुरा लगाइन्छ त्यो लगाएपछि के हुन्छ त्यसले समात्छ क्या हैन र यहाँको बाथरुमहरू पनि प्लम्बर काम गर्ने मान्छेहरू पनि राम्रो हुँदैन लेबल राखेर गर्नुपर्छ बिना लेबल त्यत्तिकै राख्छ अनि तपाईँको 6 महिना 1 वर्ष भएपछि के हुन्छ थाहा छ 6 महिना 1 वर्ष भएपछि के हुन्छ भनेदेखि तपाईँको पानीको लिकेज हुन्छ क्या कसरी लिकेज हुन्छ भनेदेखि चाहिँ थोपो पानी गरेर लिकेज हुन्छ थाहा पनि हुँदैन क्या लिकेज भइरहेछ भनेर पछि अनि यहाँ चाहिँ पिओपीले त अब के गर्छ भने पानी पर्ने बित्तिकै पेरिस चाहिँ फुल्छ क्या अनि फुलेर चाहिँ सबै पापड आउँछ क्या त्यही पनि यहाँ रङ लाउँदैन अब त्यस्तै रङ लाउनलाई कसैको बिहे हुनु पर्यो कसैको बर्थडे हुनु पर्यो मतलब हुन्छ जब 20-25 हजार खर्च गर्नु लोभी छ क्या यिनीहरू किन त्यस्तो लोभ गर्छ थाहा छैन आफ्नो घरको लागि आफ्नै घर त हो यार यहाँ 1 नम्बर बिल्डरले गल्ती गर्छ पिओपी लगाउनु हुँदैन क्या पिओपी लगाएपछि के हुन्छ थाहा छ घरमा पानी आउँछ पानीको समस्या भएर यो घर भत्किन्छ साथीहरू हैन अब यहाँ मतलबै छैन यहाँ पिओपी लाउँछ म यताबाट चाहिँ जान्छु होला हैन अब यहाँ अब मैले भिडियो बनाउँदा फेरि अरू मान्छेलाई डिस्टर्ब पनि होला डिस्टर्ब त हुँदैन त्यही पनि अब यताबाट चाहिँ त्यो मनोज भैयाको चिया खान्छु चिया नखाँदै धेरै भएको छ र बच्चाहरू यो फुच्चीहरू पनि आएछ यहाँ ब्याट खेल्नु अब नेपाली बुझ्दैन यिनीहरूलाई मैले हिन्दीबाट भन्छु हिन्दी बोल्यो भने चाहिँ बुझ्छ नेपाली बुझ्दैन कि यहाँको मान्छेले अब म जान्छु है त चिया खान जान्छु चिया आई बाख्री के हो गियर त यता पनि होला उल्टो खोलिरहेको म जान्छु ल अनि स्याउ पनि यसरी बेच्छ यहाँ स्याउ केराहरू अनि नेपालमा यसरी बेच्नु दिँदैन थाहा छ न नेपालमा पहिला यसरी बेच्थ्यो अब अहिले बेच्दिन्छ बालेन्सा आएपछि त के गर्नु नगरपालिकाको मान्छे आएपछि सबै भत्काए यहाँ त जस्तो बाटोमा यहाँको सरकारले चाहिँ रोके छैन क्या यहाँ चाहिँ कस्तो छ भनेदेखि सरकारले नै पैसा खान्छ क्या यहाँको जस्तै अब बाइक राख्छ नि पैसामा त स्टल लाग्छ नि स्टलको पैसा दिनुपर्छ क्या पुलिसहरूले नै पैसा खान्छ यहाँ पुलिसहरू पनि बिकाउँछ नि थाहा छ यहाँ तपाईँहरूलाई थाहा छ इन्डियामा पुलिसहरू पनि बिकाउँछ कसरी बिकाउँछ भने र चाहिँ मलाई मोमो राख्नु पर्यो ठेला गाडीमा मोमो राख्छु म होइन मैले अब एमपिसिबी भनेर उसलाई मैले महिनामा 2000-2500 दिनुपर्छ त्यो पुलिसले खान्छ पैसा यहाँ यसरी चल्छ यहाँ इन्डियाको देश चाहिँ यसरी चल्छ यहाँ पनि एकदमै धेरै भ्रष्टाचार छ क्या नेपालमा भन्दा पनि बढी भ्रष्टाचार इन्डियामा छ यहाँ लास्टै धेरै भ्रष्टाचार किन अब जे राख्नलाई पनि दोकान राख्नु पऱ्यो जे राख्नु पऱ्यो अगाडि यहाँ चाहिँ तपाईँको पैसा दिनुपर्छ कि जस्तै अब मान्यो कि मैले मोमो पसल राख्नु पऱ्यो होइन यहाँको पुलिसहरूलाई चाहिँ मैले अब जस्तै आउँछ नि एमसिबीवाला के भन्छ यहाँ पैसा दिनुपर्छ कि सिधै अब नेपालमा त्यस्तो राख्नै दिँदैन पहिला सुरु होइन नेपालमा त अब कहाँ भ्रष्टाचार हुन्छ त्यो राख्नै दिँदैन राख्नु नदिएपछि अब भ्रष्टाचार त हुने कुरै छैन तर यहाँ चाहिँ राख्छ कि अब मलाई यहाँ 50 रुपियाँ 100 रुपियाँमा पुलिसहरू बिक्छ यहाँ जस्तै अब म चाहिँ कुनै घरमा घर के अरे भाडामा बस्छु होइन भने मैले भाडा तिरेन भने सबैले चाहिँ अब मलाई कम्प्लेन गऱ्यो भने मैले चाहिँ यहाँको पुलिसहरूलाई गएर चाहिँ ल यस्तो यस्तो गरिरहेको छ भनेर मैले चाहिँ अब त्यहाँ 16,000 रुपियाँ दिन्छ नि मैले पुलिसलाई 5,000 रुपियाँ दियो भने रफा दफा यस्तो रहेछ कि यहाँ इन्डियामा पैसा जसले त्यही दियो होइन त्यसकै सुन्ने क्या त्यही भएर धनी यहाँको अलि भिआइपीहरूसँग कोही पनि लड्दैन रहेछ क्या किन लड्दैन रहेछ भने मैले बल्ल थाहा पाएँ कि उनीहरूले पैसा दिन्छ नि त पैसाको खेल हुन्छ क्या यहाँ पैसा जसले दिन्छ पुलिसहरू पनि बिकाउँछ क्या यहाँको किन बिकाउँछ भने पैसा दिएपछि चुप लाएर बस्दो रहेछ कि त्यो त मैले अब यहाँ चाहिँ पछि थाहा पाएँ मैले अब मलाई पर्दै आएपछि चाहिँ पछि थाहा पाएँ क्या मैले यहाँको पुलिसहरू पनि त्यस्तो हुँदो रहेछ नि तपाईँलाई कस्तो लाग्छ साथीहरू मेरो भिडियो होइन भ्लग कमेन्ट म्यासेज गर्नु होला मैले नेपालीबाटै बनाएँ कि अब यसो सोचेँ हिन्दीबाट के बनाउने है आफ्नै भाषामा बनाउन हिन्दी बनाएर कामै छैन अब उता गएर चिया खान्छु होइन चिया खाएर चाहिँ अनि म सिधै घर जान्छु किनभने मैले भिडियो अपलोड गर्नुपर्छ 4-5वटा कति भएको थियो मनोज भइहाको चिया नखाए पनि अब चिया खान्छु है त यहाँ कालो आइखेरि चिया खान्छु चिया खाएर चाहिँ घर जानु पऱ्यो नेट आज पनि चलेन भने चाहिँ त्यो मलाई यस्तो गाली गर्छ मैले हिजो पनि नेट चलेन मेरो 3-4 घन्टा अस्ति पनि चलेन किनभने म त पैसा सधैँ दिएपछि त चल्नु पऱ्यो नि त होइन अब चल्छ चल्दैन थाहा हुन्छ आज जान्छु अनि थाहा हुन्छ नेट चल्छ कि चल्दैन भनेर है त पहिला यहाँ चिया खान्छु यहाँ चिया सस्तो छ 10 रुपियाँमा यत्रो ठुलो चिया आउँछ अरे 1 कप चिया खान्छु चिया पनि कति खाने यहाँ घर चामल खानु पऱ्यो भात खानु पऱ्यो 10 रुपियाँको चिया खान्छु यहाँ
लो भाव ये पैसा तो नहीं दूंगा, दूसरा वाला दूंगा। ये पैसा दूसरा वाला है। चाह दे तो मत भैया, यहाँ त 10 रुपियाँ चिया चाहिँ अन्त त्यो 20 रुपियाँमा आउँछ नि। म त्यस्तो चिया दिन्छु क्या, धेरै दिन्छ धेरै। हेर त यहाँ धेरै चल्छ त। व्यापार गर्ने भनेको सस्तो बेच धेरै बेच क्या, सस्तो बेच धेरै बेच, व्यापार भने त्यसरी आउँछ कि। अब यहाँ मैले कति बेच्यो 50 रुपियाँ दियो होइन, कति बेच्यो 40 रुपियाँ दियो। अब यही चिया खानु पऱ्यो भने अन्त 20 रुपियाँ पर्छ। अब नगरेर खानु पऱ्यो भने 40 रुपियाँ पर्छ, त्यसको ब्रान्डै छुट्यो हो। त्यही भएर ल अब चिया खान्छु अनि जान्छु। भर्खर चामल नि खानुपर्छ। आज मस्यो र तरकारी बनाएर खाँदा मैले ल्याएँ नि, कति धेरै छ चिया, यति धेरै चिया आउँछ।